हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो छोटो अनि मिठो भ्लगमा। म चाहिँ सन्चै छु। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। तपाईँहरूले अगाडि नै हेरिसक्नु भएको छ। हामी चाहिँ अहिले सिद्धकाली मन्दिर जाँदैछौँ। म सँगसँगै मेरो साथी पनि रहेको छ। दिउँसो भएको कारणले एकदमै गर्मी, एकदमै घाम पनि चर्किरहेको छ। दिउँसो चाहिँ एकदमै घाम चर्किने र बिहान र बेलुका चाहिँ एकदमै जाडो हुन्छ। एकदमै अहिले चाहिँ गर्मी भइरहेको छ र पनि हामी मन्दिर जाँदैछौँ। अहिले चाहिँ गेटदेखि पनि धेरै माथि रहेको छ, त्यसैले हामी उकालो उकालो हिँडिरहेको छौँ। फाइनली अहिले चाहिँ हामी मन्दिर पुगिसकेको छौँ भने मन्दिरभरि भएको घन्टी हेर्न सक्नुहुनेछ। म र साथी गफ गर्दै गर्दै निक्लिरहेको छौँ भने यो चाहिँ मन्दिर यस्तो रहेको छ। यो मन्दिरमा चाहिँ तपाईँहरू पनि घुम्न आउन सक्नुहुनेछ। हुन त अब भोजपुर आउनुभएकोहरूलाई त थाहा नै छ होला र कतिजना आइ पनि सक्नु भएको होला। माथि डाँडादेखि हेर्दा चाहिँ भोजपुर यस्तो देखिन्छ र फाइनली टुडिखेल र भोजपुर बजार सबैलाई देखाएको छु मैले। अहिले चाहिँ हामी अन्तिम सबैभन्दा माथि रहेको एउटा शिवजीको मूर्तिमा जाँदैछौँ। फाइनली हामी चाहिँ पुगिसक्यौँ भने तपाईँले हेर्न सक्नुहुनेछ शिवजीको मूर्ति साथै गोरुको मूर्ति। तपाईँहरूलाई मेरो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त, बाई बाई।